मनोकामनामा टिकट काट्नेहरूको भिड छ यहाँनिर केबल कार्ड मनोकामना केबल कार्ड बाबु दरायो नदी हेर्नु त बिस्तारै आउँदो रहेछ होइन हामी केबल कारमा चढेर रमाइलो गर्दै मनोकामना गइरहेका छौँ। हामीसँग बुवा हुनुहुन्छ, दिदी हुनुहुन्छ, दुईजना भाउजू, भान्जा, नानी बाबु चाहिँ एउटै केबल कारमा चढेर गइरहेका छौँ हामी। यो चाहिँ हाम्रो केबल कारको पहिलो अनुभव हो साथीहरू। हामी सबै पहिलोचोटि केबल कार चढिरहेका छौँ। तुमी मान्छे किले अड्डा होला माथि चिप्कन लागेको त होला है अक्को आयो उकालो यसरी अब हामी 12 मिनेट जति केबल कार चढेपछि मनोकामना आइपुग्यौँ। हामी सम्पूर्ण पूजा सामग्री घरबाट लिएर गएका छौँ। घरमा त बत्तीहरू पूजा गऱ्यौँ। मनोकामना माइकी जय। पूजाको लागि सामग्री यो चाहिँ मेरो भिडियोलाई सानो क्लिप हो साथीहरू। कारोबारले करिब 3 घण्टा जति मन्दिरमा बिताएपछि हामी त्यहाँबाट केबल कारमा फर्कियौँ। खानासाना खाएर केबल कार चढेर हामी फर्कियौँ। कस्तो लाग्छ साथीहरू तपाईँलाई हाम्रो यात्रा मनोकामनाको? कसम मिनाले सकेछ भने मेरो नाम निर्मला गिरी।